हेलो नमस्ते, स्वागत छ तपाईँलाई मेरो अर्को भिडियोमा। आज म तपाईँलाई केवाइसी अपडेट गर्नको लागि गाइड गर्न गइरहेको छु। त्यसैले सुरुमा तपाईँले आफ्नो ब्रोकर अकाउन्ट सर्च गर्ने होला टेक्स्ट बारमा गएर। टेक्स्ट बारमा सर्च गरिसकेपछि तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। त्यसमा गएर रेजिस्ट्रेसनमा क्लिक गर्नु होला। रेजिस्ट्रेसनमा क्लिक गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस आउँछ, जुन इन्टरफेसमा रेफरेन्स बाई क्लाइन्ट कोडमा आफ्नो ब्रोकर अकाउन्टको नम्बर राख्नु होला। ब्रोकर अकाउन्टको नम्बर राखिसकेपछि क्लाइन्ट टाइपमा इन्डिभिजुअल गर्नु होला। इन्डिभिजुअल गरेपछि आफ्नो फोन नम्बर आउँछ, फोन नम्बर राख्नुपर्ने हुन्छ। फोन नम्बर राख्नु होला। फोन नम्बर राखिसकेपछि तपाईँले तल देख्न सक्नुहुन्छ मेम्बर ब्रान्च। मेरो चाहिँ काठमाडौँ रहेको छ। आफ्नो राख्नु होला। त्यसपछि तपाईँको इन्डिभिजुअल डिटेल आउँछ। इन्डिभिजुअल डिटेलमा फर्स्ट नेम, लास्ट नेम, जेन्डर सबै आफू के हो कस्तो हो सबै मिलाएर राख्नु होला। त्यो राखिसकेपछि तपाईँको बाबाको नाम, आमाको नाम र ग्रान्डफादरको नाम आउँछ। त्यसमा पनि आफ्नो सबै राख्नु होला। त्यस राखेपछि तपाईँ एनआरएन माइनर हो कि होइन त्यो अनुसारले नो गर्नु होला। त्यसपछि तपाईँको नेसनल आइडी हुन्छ, जुन कि तपाईँको परिचय पत्रको नम्बर राख्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँको सिटिजनसिप नम्बरमा आफ्नो नागरिकता नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि कहाँबाट इस्यु भएको त्यो ठाउँ राख्नुपर्ने हुन्छ, त्यो ठाउँ राख्नु होला। त्यो राखेसँगै तपाईँको कहिले तपाईँको नागरिकता कहिले इस्यु भएको हो, इस्यु डेट पनि राख्नु होला। इस्यु डेट राखिसकेपछि तपाईँले तलपट्टि देख्न सक्नुहुन्छ तपाईँको म्यारिड, अनम्यारिड, अदर छ, तपाईँ के हुन्छ तपाईँको त्यो अनुसार राख्नु होला। त्यो राखिसकेपछि तपाईँले तलपट्टि देख्नुहुन्छ आफ्नो अकुपेसनमा चाहिँ अब आफू केमा आबद्ध हुन्छ त्यो राख्नु होला। त्यसमा राखिसकेपछि तपाईँको कन्ट्याक्ट नम्बर हुन्छ, फोन नम्बर राख्नु होला। त्यो राखिसकेपछि तपाईँले तल आएर देख्न सक्नुहुन्छ डिटेलमा फाइनेन्सियल डिटेलमा कतिसम्मको तपाईँको आम्दानी छ त्यो अनुसार राख्नु होला र नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि तपाईँले एड्रेस डिटेल देख्न सक्नुहुन्छ। पर्मानेन्ट तपाईँको पर्मानेन्ट कहाँ हो के हो त्यो अनुसारले राख्नु होला। मेरो चाहिँ गण्डकी तनहुँ रहेको छ, त्यो अनुसारले ब्यास 13 पोखरी भन्ज्याङ चाहिँ पर्छ मेरो चाहिँ, त्यो अनुसारले राख्नु होला। त्यो राखिसकेपछि तपाईँले सेम एज पर्मानेन्ट गर्न पनि मिल्यो, नत्र एट टेम्पोररी काम छ त्यो अनुसारले गर्नु पनि सकिन्छ। र ब्याङ्क डिटेलमा चाहिँ तपाईँको कुन ब्याङ्कबाट चाहिँ तपाईँले गर्नुभएको छ आफ्नो ब्याङ्क चाहिँ राख्नु होला। मेरो चाहिँ प्राइम कमर्सियल रहेको छ। त्योसँगै तपाईँले ब्रान्च देख्न सक्नुहुन्छ, ब्रान्च चाहिँ कहाँबाट खोल्नुभएको, मैले हेड अफिसबाट खोलेको कमल पोखरी राखिसकेको छु। त्यसै गरी तपाईँको अकाउन्ट टाइपमा चाहिँ हाम्रो सेभिङै हुन्छ प्रायः। र डिपोजिटरी डिटेल बेनिफिसियरी ओनर आइडेन्टिफाई नम्बरमा चाहिँ इच्छाएको व्यक्तिको नम्बर राख्नु होला। त्यसै गरी फोटोमा आएर सर्टिफिकेट सिटिजनसिप सर्टिफिकेटमा आफ्नो फोटो राख्नु होला नागरिकताको। र फोटो विथ सिटिजनसिपमा चाहिँ आफ्नो हातमा लिएर चाहिँ फोटो खिच्नुपर्छ, त्यो राख्नुपर्ने हुन्छ। र त्यसै गरी केवाइसी अपलोडमा गएर केवाइसीको पिडिएफ चाहिँ डाउनलोड गरेर आफूले फेरि यहाँ राख्नुपर्ने हुन्छ। र ब्याङ्क चेक पनि हजुरले फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसै गरी फोटो अपलोड गरेर आफ्नो पनि पासपोर्ट साइजको फोटो राख्नुपर्ने हुन्छ। त्यसै गरी नेक्स्ट गरेर हजुरले चाहिँ आफ्नो सबै आइडेन्टिफिकेसन चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट गरिसकेपछि तपाईँको यस्तो युजर एग्रिमेन्टको चाहिँ आउँछ होइन, जुन कि तपाईँले सबमिट एप्लिकेसन गरेर आई एग्री टु एबभ लोन एन्ड कन्डिसन गरेर चाहिँ मा टिक गरेर तपाईँले चाहिँ प्रोसिड गरेर आफ्नो केवाइसी चाहिँ अनलाइन अपडेट गर्न सक्नुहुन्छ। यसरी चाहिँ हामीले हाम्रो ब्रोकर अकाउन्ट केवाइसी अनलाइन अपडेट गर्न सकिन्छ। हजुरलाई भिडियो कस्तो लाग्यो लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस्त धन्यवाद।